यो भिडियो हेर्नुस् त। यो पारित गरौँ, एमसीसी सँग 60 अरब लियौ। अब चीन जाउँ, चीनलाई गएर भनौँ अमेरिकाले 60 अरब दियो, बीआरआई अन्तर्गत 70 अरब दियो भनेर भनौँ। अनि यो पनि 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपियाँ, 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री, त्यसमा दिन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी गर्नु। नेपालको राजनीतिमा जब युवा ऊर्जावान र स्पष्ट वक्ता नेताको कुरा गरिन्छ, एउटा नाम सधैँ चर्चामा आउँछ, ती हुन् गगन थापा। विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको राजनीति यात्रा आज नेपाली कङ्ग्रेसको सभापतिसम्म कसरी पुग्यो त? किन उनलाई भविष्यको सम्भावित प्रधानमन्त्रीको रूपमा हेरिन्छ त? के उनी साँच्चै परिवर्तनका प्रतीक हुन् त कि केवल लोकप्रियता मात्र हो? आजको यस भिडियोमा हामी गगन थापाको राजनीति र भविष्यको सम्भावनाबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। गगन थापा लामो समयदेखि नेपाली राजनीतिमा फरक धार बोकेर अघि बढ्ने नेताको रूपमा चिनिँदै आएका छन्। नेपाली काङ्ग्रेस पार्टीभित्र अलि क्रान्तिकारी सोच भएका, स्पष्ट र प्रभावशाली, पुरानो राजनीतिक संस्कारभन्दा अलि फरक सुधारमुखी धारणा भएका, आफ्नै पार्टीभित्रका शक्तिशाली नेताहरूको पनि खुलेर आलोचना गर्ने साहस भएका गगन कुमार थापा आज नेपालको राजनीतिमा ठूलो भूमिका खेल्दै आएका छन्। 2062-63 को जनआन्दोलनमा विद्यार्थी नेताको रूपमा सक्रिय भएर आन्दोलन गरेका गगन कुमार थापा आज देशको प्रधानमन्त्रीको दावेदारको रूपमा चिनिन थालेका छन्। भाद्र 23-24 जेन्जी आन्दोलनपछि नेपालको राजनीतिक माहौल तातिएको छ। नेपाली काङ्ग्रेस पार्टीभित्र युवा पुस्ताको दबाव, कार्यकर्तामा परिवर्तनको चाहना र लगातार पार्टीमा देखिएको विवादका कारणले गर्दा यसपटक नेपाली काङ्ग्रेसभित्र गगन थापा सभापतिका रूपमा निर्वाचित भएका छन्। फागुन 21 गते हुने चुनावमा सबैले आफ्नो आफ्नो सुरक्षित क्षेत्रबाट चुनाव लड्नुको सट्टा सबै मधेस हाकिएका छन्। लामो समयदेखि जित्दै आएको आफ्नो सुरक्षित क्षेत्र काठमाडौँ क्षेत्र नम्बर 4, जहाँ उनको व्यक्तिगत प्रभाव बलियो थियो, जहाँ सङ्गठन मजबुत थियो, जहाँ मतदातासँग निरन्तर सम्बन्ध थियो, त्यो क्षेत्र छोडेर गगन थापा सर्लाहीतिर हाकिएका छन्। यो केवल क्षेत्र परिवर्तन होइन, यो एउटा ठूलो राजनीतिक जोखिम पनि हो। सुरक्षित किल्ला छोडेर नयाँ मैदानमा उत्रिनु भनेको आफ्नो राजनीतिक हैसियतलाई खुला प्रतिस्पर्धामा राख्नु पनि हो। यो निर्णयले देशभर चर्चा चुलिएको छ। सामाजिक सञ्जालदेखि राजनीतिक विश्लेषकहरूसम्म सबैले प्रश्न उठाइरहेका छन्। कसैले भन्छन् अब गगनको राजनीतिक यात्रा सकिने समय हो, आफ्नो पक्का क्षेत्र छोडेर अनिश्चित क्षेत्रमा जानु बुद्धिमानी होइन। तर अर्कोतर्फ भने नेता भनेकै चुनौती लिन सक्ने हुनुपर्छ, सुरक्षित राजनीति गरेर ठूलो नेता बन्न सकिँदैन। गगनले राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्ने चुनौती स्वीकारेका हुन्। उनीहरूको विश्वास छ कि यदि उनले मधेसको भूभागमा चुनाव जिते भने उनको राजनीतिक उचाइ झन मजबुत हुनेछ। तर यथार्थ के हो भने न त गगन थापा सर्लाहीका बासिन्दा हुन्, न त उनले त्यहाँबाट पहिले चुनाव जितेका छन्। सर्लाहीको सामाजिक संरचना, जातीय समीकरण, स्थानीय शक्ति सन्तुलन यी सबै काठमाडौँभन्दा धेरै फरक छन्। मधेसको राजनीति केवल राष्ट्रिय छविले मात्र जितिँदैन, त्यहाँ स्थानीय सम्बन्ध, निरन्तर उपस्थिति र गहिरो जरा आवश्यक पर्छ। बाहिरबाट गएको नेताले मतदाताको विश्वास जित्न समय, रणनीति र सशक्त सङ्गठन चाहिन्छ। यस्तो अवस्थामा प्रश्न स्वाभाविक रूपमा उठ्छ, के गगन थापाको राष्ट्रिय लोकप्रियता सर्लाहीको स्थानीय राजनीतिमा पर्याप्त छ त? के उनको भाषा शैली र राष्ट्रिय छविले स्थानीय समीकरणलाई पार गर्न सक्ला त? र सबैभन्दा ठूलो चुनौती भनेको त्यही क्षेत्रबाट लगातार जित्दै आएका अमरेश कुमार सिंह हुन्। अमरेश कुमार सिंह शिक्षित, स्पष्ट वक्ता र मधेसको राजनीतिमा गहिरो पकड भएका नेता मानिन्छन्। उनले मधेसवादी धारबाट राजनीतिक सुरु गरेर 2070, 74, 79 का निर्वाचनमा लगातार जित हासिल गरिरहेका छन्। स्थानीय मतदातासँग उनको सम्बन्ध र प्रभाव बलियो रहेको पनि देखिन्छ। र अर्को इन्ट्रेस्टिङ कुरा के हो भने अमरेश कुमार सिंह रासपामा प्रवेश गरेका छन्। रासपा अहिले देशभर चर्चामा छ, विशेष गरी युवा पुस्तामाझ यसको प्रभाव बढ्दो देखिन्छ। नयाँ अनुहार र वैकल्पिक राजनीतिक खोज्ने मतदाताका लागि रासपा आकर्षक केन्द्र बन्दै गएको छ। यस्तो अवस्थामा प्रश्न झन गम्भीर बन्छ,
के गगन थापाको राष्ट्रिय छवि सर्लाहीको स्थानीय शक्ति सन्तुलन भन्दा बलियो हुन्छ त? के रासपाको बढ्दो लहर र अमरेश कुमारको स्थानीय पकडलाई उनी पार गर्न सक्छन् त?